only one for entertainment and information. Chauhan Online TV. Chauhan Online TV. मैले गीत छोडी क्या दामी हजुर यो त्यसको लागि हो क्याम्पिङ चाहिँ रहेछ हो त रहेछ क्याम्पिङको लागि यहाँ व्यवस्था रहेछ वरिपरि पहाडै पहाड छ यो गहिरो ठाउँमा चाहिँ ताल बनेको छ उपत्यका जस्तो ठाउँ छ यो पहाडै पहाडले घेरिएको ठाउँ बिचमा एकदम सुन्दर तालमाथि यो हाँसको तालमा बेताल पौडी खेल्दैछन् अनि पानी मुनि माछा त छँदैछन् त्यसै पनि कति हो कति हैन दाइ यो कति जति होला यो माछा त है यहाँ त 5 देखि 25 किलो 25 किलोको जतिको छ होला त्यो पुलमा गएर हेर्दाखेरि देखिन्छ अहिले अब यो डाँडाको रुखहरू चाहिँ पात झरेर एकदम के भन्छ नाङ्गो भएको अवस्था छ पात झर्न थालिसकेको भन्दा पनि प्राय झरिसकेको छ 75% पातहरू झरिसकेको छ कतै मात्रै देख्न पाइन्छ रुखपातहरू प्राय सबै रुख चाहिँ अब नाङ्गो भएको अवस्था अनि कतिपय ठाउँहरूमा चाहिँ अब रुखको पातहरू अलिकति यो झर्ने बेलामा राताम्मे भएको छ राताम्मे भयलपुर भएर चाहिँ एकदम रमित लाग्दो अवस्था पनि देखिन्छ दृश्य देखिन्छ अहिले हेर्ने हो भने हामी चाहिँ यहाँ अहिले कम्पनी नजिकैको तालमा छौँ यसो बाहिर घुम्नको लागि आएको यो छुट्टीको समयमा घुम्नको लागि भनेर आएको छु घुम्नको लागि भन्दा पनि अब यो घुम्न त अब अलिक टाढै गइन्थ्यो नजिकै हो कम्पनीकै छेउमै भनौँ न 2-3 मिनट 2-4 मिनटको बाटो हो 4-5 मिनटको तल त पाइँदैन होला नि तल जान नपाइने हो तल चाहिँ त्यहाँ नजाने होला जानु नपाइने होला हामीलाई निकाल्यो त्यहाँ यार हैन भाइ एकचोटि धेरै समय नबस भनेर भन्यो धेरै समय बस्न नपाए भनेर भन्दै थियो एकछिन गएर हेर्दा त हुन्छ धेरै समय नबस हावा चलेर त्यो पुल पल्टाउँछ भनेर भन्यो कता हिँड्नु भएको नजाउँ ल स्वर्ग हो कि यो धरती हो सानो ला 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 केही दाइ तल पुगिसक्नुभयो राहुल भाइ पनि जाँदैछ तलै अब म
पनि जान्छु एकछिन। पातमा चिपेर लड्यो भने त एकैचोटि तालमै पसिन्छ त। तालमा पस्यो भने फेरि निस्किन सकिँदैन त। गाँठे माछाहरू पनि यहाँ देख्न सकिन्छ। अब लगभग माछाहरू पनि यहाँ पानीमा Oh my god. ल हामी चाहिँ अहिले यो तालको बिचमा आयौँ। यताबाट पनि ताल पर हाँस कराउँदैछ। अब लचक गर्दैछ त हावाले। पुल त यताउता लडाउँदैछ त उ गर्दैछ त। जाउँ होला है। अन्त कस्तो फिलिङ हो? तर पुल त यताउता ढलमल गर्दैछ है। जाउँ है। फिर्लिक्क पल्ट्यो भने त ताल मुनि परिन्छ त। माछाको खाजा भइन्छ त फेरि। वरिपरि पहाड छ। यस्तो मजाको पहाडहरू छ। सानो सानो टपक्क परेको चिटिक्क परेको पहाडहरू छ। यसो बोलाउँदाखेरि पनि बोलिहाल्ला जस्तो छ। ओइ पहाड ऊ माथि पहाडमाथि त्यो माथि ऊ रहेछ हौ घरहरू। घर भन्नाले त्यो ऊ होला त्यो सायद टहराहरू छ माथि पहाडमा। ऊ माथि पहाडमा हेर्नु त ऊ माथि त्यो टहरा के होला नि। त्यस्तो के होला गोठहरू मान्छे बस्नुको लागि बनाएको। यो सल्लाहको रुख हेर्नु त कस्तो दामी। वरिपरि पहाड छ। यस्तो दामी। वाउ त्यो पर बमकरबाट छिर्न आँट्दैछु अहिले। बाहिर निस्केको बाटो त्यो मेन बाटोबाट नहिँडेर अहिले बाहिर खेतको बाटो हिँड्दैछौँ हामी चाहिँ। बाहिर रोड हाइवेमा अलिकति गाडीको चाप बढी छ अहिले। त्यही भएर पनि अब दुर्घटनाको सम्भावना हुने हुँदाखेरि हामी चाहिँ अहिले अलिकति सेफ हुनको लागि बाहिर हाइवेभन्दा बाहिर हिँडिरहेका छौँ। खेतको बाटो गाडीको चाप बढी छ अहिले यो दिउँसोको टाइममा। यो लगभग यो कम्पनी एरिया हो। सबैतिर कम्पनी एरिया हो। बिचमा अलिकति राम्रो खेत पनि रहेछ। उब्जनी हुने धान फल्ने खालको खेत। यो धान काटिसकेको छ। काटिसके पछाडिको यो पलाएको टुसाले चाहिँ फेरि पनि भर्खर रोपेको रोपो जस्तो देखिरहेको छ अहिले यो खेतमा। हावा चलिरहेको छ। यस्तो मजाले हावा चलिरहेको अवस्थामा हामी बाहिर निस्केको अहिले घुम्नको लागि। घाम पनि लागिरहेको छ। हावा पनि चलिरहेको छ। हामी
3 भाइ निस्केका छौँ अहिले बाटोमा। बङ्सिँदै छिर्छौँ हामी अहिले। यहाँबाट छिर्छौँ हामी। एकदमै कालो ओडार छ, डरलाग्दो ओडार छ। यहाँबाट छिर्छौँ हामी अब। होइन दाइ, डर लाग्यो तपाईँलाई? हजुर, राति हिँड्दा चाहिँ डर लाग्छ है यस्तोमा। दिउँसो त ठिकै छ, उज्यालै हुन्छ। राति चाहिँ अब तर लाइट जोडिदिएको छ अन्त अलि अब कोरियामा जताततै सिसी क्यामेरा हुने हुँदाखेरि त्यस्ता डाकुहरूको अलिकति डर चाहिँ हुन्न। केपी ओलीले कहाँ हो नि, जे गर्छ केपी ओलीले गर्छ भनेर भनिहाल्थ्यो आफै होइन। गोली चाहिँ कसले चलाएको भन्नु मिल्दैन, पुल बनाएको भन्न मिल्छ। अन्त नि ल हामी निस्क्यौँ अहिले बाहिर। कता हो हाम्रो डेस्टिनेसन? लेफ्ट हो, लेफ्टतिर हामी जाँदैछौँ। यो खोलाको नहरभित्र पसे जस्तो भइरहेको। सिलाम काटिसकेको रहेछ, यो सिलाम खेती थियो। कस्तो साह्रो पहाडहरू हेर्नु चाहिँ साह्रै मजा आउँदैछ है। चिटिक्क परेकोहरू छ। त्यो माथि पहाडमा पछि फुल फुल्छ, यस्तो दामी फुल्दैन, रातो फुलहरू फुल्छ। अनि यहाँ चाहिँ यस्तोहरू छन्। खोला बगिरहेको छ, छमछम खोलासँग पानी बगिरहेको छ खोलामा।